मलाई चाहिँ धेरैले एसवाई प्यानलको चाहिँ भिडियो बनाइदिनु न भनेर चाहिँ क्वेसन गर्नु भएको थियो। एसवाई प्यानलको चार्ट हेर्ने हो भने चाहिँ अहिले फलिङ फेजमा छ है। मैले चाहिँ यो एरियामा भनेको थिएँ, यो चाहिँ हाम्रो चाहिँ यो एरियासम्म चाहिँ मिनिमम यसरी फल हुन सक्छ भनेर मैले भनेको थिएँ भने चाहिँ आज चाहिँ त्यो भन्दा मुनि आइसकेको छ। लगभग 8450 मा चाहिँ प्राइस चाहिँ आज क्लोजिङ दिएको छ है। सो अब धेरैको क्वेसन चाहिँ के हो त भन्दाखेरि चाहिँ यो चाहिँ कहाँसम्म तल आउँछ भनेर चाहिँ धेरैको क्वेसन छ। हामीले चाहिँ यसलाई सिम्पल इजी वेमा हेर्ने छौँ। हामीले चाहिँ फिबोनाची रिट्रेसमेन्ट युज गर्ने हो भने चाहिँ यो एरियादेखि यो एरियासम्म हामीले युज गर्ने हो भने चाहिँ हाम्रो चाहिँ मिनिमम करेक्सन भनेको चाहिँ कहाँसम्म आउन सक्छ त भन्दाखेरि हाम्रो यो बक्सको एरिया, यो बक्स भनेको चाहिँ हाम्रो चाहिँ 38% देखि हाम्रो 50% को एरियासम्म चाहिँ करेक्सन आउन सक्छ। सो नर्मल केसमा चाहिँ हाम्रो चाहिँ यो एरियाबाट चाहिँ यसरी बाउन्स ब्याक जान सक्छ, मिनिमम पनि यो 1800 को एरियामा है। सो यो बक्समा छिरिसकेको छ, यहाँसम्म आउन पनि सक्छ, लगभग यो 1250 1300 सम्म पनि आउन सक्छ, नभए चाहिँ यही एरियामा चाहिँ एउटा पुल ब्याक चाहिँ जान सक्छ। यो चाहिँ नर्मल केसमा भयो भने चाहिँ। अनि अलिक एक्सट्रिम केसमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ मार्केट अलि तल झर्यो भने चाहिँ यो चाहिँ हाम्रो चाहिँ यो 0.61 सम्म पनि आउन सक्छ, जुन चाहिँ हाम्रो चाहिँ यो 1050 सम्म आउन सक्छ है। सो मेरो विचारमा यो एरियासम्म त आउँदैन। आई थिंक यो बक्समै यहाँ करेक्सन सकाएर चाहिँ एक लेभलको यसरी पुल ब्याक जान सक्छ है। सो अब यहाँ चाहिँ म तपाईहरुले चाहिँ के भन्छु भन्दाखेरि चाहिँ मैले धेरैले यो एरियामा छ भने सेलिङ गर्नु भनेर भनेको थिएँ भने चाहिँ लगभग हाम्रो चाहिँ एक लेभलको यो बक्सको एरियातिर चाहिँ हामी चाहिँ आइपुगेका छौं, जुन चाहिँ हाम्रो चाहिँ एक लेभलको करेक्सन राइज जान सक्छ है। सो त्यही भएर अब तपाईहरुले चाहिँ यो एरियामा चाहिँ सेलिङ गर्नु भएको थिएन भने चाहिँ अहिले होल्ड गर्नु होला भनेर भन्छु। अहिले प्यानिकमा सेल नगर्नु होला है। बरु एउटा पुल ब्याक आउँछ, त्यो पुल ब्याकमा चाहिँ सेलिङ गर्नु होला भनेर भन्छु भने चाहिँ। अनि जसले किन्ने भनेर सोचिराख्नु भएको छ, यो बक्समा आएर चाहिँ कुनै राम्रो ग्रीन क्यान्डल बन्यो भने चाहिँ तपाईहरुले चाहिँ सर्ट टर्म ट्रेडिङको लागि चाहिँ तपाईहरुले चाहिँ बाइङ गर्न सक्नुहुन्छ, टार्गेट चाहिँ यो एरियासम्म राखेर।